हेलो साथीहरू, हामी चाहिँ आज जाँदैछौँ मैलुङ झरना, जसलाई चाहिँ भाङ्गे झरना भनेर पनि चिनिन्छ, जुन चाहिँ अवस्थित छ रसुवा जिल्लामा। यो झरना चाहिँ काठमाडौँबाट मात्र 72 किलोमिटरको दूरीमा रहेको छ र यदि तपाईँहरू आफ्नै बाइक अथवा कुनै साधनमा जाँदै हुनुहुन्छ भने चाहिँ मात्र 3 देखि 3.5 घन्टा लाग्ने सक्छ। हामी चाहिँ बिहानको 8 बजे घरबाट हिँडेका थियौँ र यसरी मनमोहक दृश्यहरू अवलोकन गर्दै शिवपुरीको डाँडा कटेर हामी नुवाकोट जिल्ला प्रवेश गरिसक्यौँ। हामी चाहिँ बाइकमा गएको थियौँ र हामीलाई चाहिँ टोटल 3.5 घन्टा लागेको थियो, खाजा खाँदै बस्दै आराम गर्दै हिँड्दै गर्दा पनि। हुनुहुन्छ भेदी अगाडि र मन्दारिनी। हामी चाहिँ 4 जना गएको थियौँ, 2टा बाइक लिएर। आहा कस्तो राम्रो भ्यू भन्दै थिएँ। हामी त ख्यालमै थानसिङ पुगिसकेका रहेछौँ। आज चाहिँ मौसमले पनि कस्तो साथ दिएको के, चर्को घाम पनि थिएन, पानी पनि परेको थिएन। यहाँ चाहिँ निखु खोलामा चाहिँ उताबाट टाढी खोला आएर मिसिएको दोबान रहेछ। खोलाको नाम चाहिँ आफू पत्ता लाउने, जसले यो भिडियो हेर्छ उसैले पत्ता लाउँछ। म बरु यो मान्छेको नाम चाहिँ भन्दिन सक्छु। अनि यो ठाउँमा पनि रातो माटो देखेर, सखुवाको रुखहरू देखेर चाहिँ अचम्म लाग्यो कि हाम्रो चाहिँ भित्री मधेसतिर हो नि त घर, अनि हाम्रोतिर चाहिँ यस्तै हुन्छ, चुरे रेन्जतिर चाहिँ रातो माटो हुने अनि सखुवाहरू हुने हुन्छ नि त। कस्तो घर गएको जस्तै फिल भइरहेको के। यो ठाउँ चाहिँ बेत्रावती बजारभन्दा अलिकति अगाडि हो। तल चाहिँ त्रिशुली नदी बगिरहेको छ। बेत्रावती बजार नजिकै चाहिँ यो त्रिशुली नदीमा चाहिँ उता पूर्वपट्टिबाट बेत्रावती बजार नजिकै चाहिँ उता पूर्वपट्टिबाट बेत्रावती नदी बगेर आएको छ, जुन चाहिँ त्रिशुलीमा मिसिन्छ। जुन दोबानमा चाहिँ उत्तरगया धाम भन्ने धार्मिक स्थल पनि छ। हामी चाहिँ बट्टार बिदुर सबै कटेर अघि नै आइसकेका छौँ। यता धेरै ठाउँहरू हामीले ख्यालै नगरिकन कट्यो, दृश्य अवलोकन गर्दा गर्दै यति मनोरक दृश्य देखेर रेकर्डै गरिएन छ। अब हामी चाहिँ यो बेत्रावतीबाट चाहिँ मास्तिर त धुन्चेतिर जाने बाटो नगएर तल खोलाको किनारको बाटो जानुपर्ने हुन्छ। अब त्यहाँबाट चाहिँ हामीलाई धेरै लाग्दैन, निकै होला भन्ने सोचिरहेको थियो। भए त एकैछिनमा यो त्रिशुली हाइड्रो पावर आइसकेको रहेछ। यहाँ चाहिँ तलतिरपट्टि हाइड्रो पावरको अफिसहरू देख्न सकिन्छ भने यसको ठ्याक्क अपोजिटपट्टि चाहिँ रोडको पारिपट्टि चाहिँ त्यहाँनिर चाहिँ एउटा सुरुङ पनि देख्न सकिन्छ, जुन चाहिँ मलाई थाहा थिएन। त्यहाँ चाहिँ यस्तो किसिमको अब यहाँबाट चाहिँ 3-4 किलोमिटर जति चाहिँ अफ रोड छ, एकदमै गिटीवाला उकालो बाटो छ, जुन चाहिँ थोरै अप्ठ्यारो पनि हुनसक्छ। यहाँ चाहिँ एकदमै ठाडो उकालो छ, बाटो चाहिँ पुरै जिगज्याग रोड छ, तर कहीँ चाहिँ अफ रोडै छ प्रपर नै, तर कहीँ चाहिँ यस्तो दामी ढलान बाटो छ कि कुरै नगरिदिनुहोस्। अनि माथि पुगेपछि यति सुन्दर देख्यो, मैले कन्ट्रोलै गर्न सकिनँ र बाइक रोक्न लगाएर त्यहाँ चाहिँ थोरै क्याप्चर गर्दै थिएँ। तल त्रिशुली नदी, दुईपट्टि कति ठुल्ठुलो डाँडाहरू अनि बादल लागिरहेको, असाध्यै सुन्दर। त्यहाँ चाहिँ स्विमिङ गर्ने ठाउँ पनि छ, जहाँ हामीले बाइक रोकिरहेका छौँ। यहाँबाट चाहिँ स्ट्रेट अगाडि गयो भने चाहिँ स्विमिङ पुल छ अरे, नेचुरल स्विमिङ पुल। हामी चाहिँ गएनौँ। अनि यस्तो यो झरना त नि सानोतिनो झरना त यति देखिन्छ कि बाटैभरि जहीँ तहीँ वारिपारी झर्नै झरना छ क्या। यो चाहिँ पारिपट्टिको डाँडाको झरना जुम गएर लिइरहेको थिएँ मैले। यस्तो दामी दामी झरनाहरू छ कि कुरै नगरौँ। वाउ, अमेजिङ। होइन कस्तो लाग्यो? एकदम राम्रो। कति हो
यो झर्ना त वहाँ पनि छ एउटा यता पनि छ एउटा स्वर्गको टुक्रा थपके ल्याएर राखेको छ। झर्नै झर्ना जताततै त्रिशुली खोला तल बादल कसरी बन्नुहुन्छ बन्छ भनेर सोध्नुहुन्थ्यो नि बादल हो कसरी बन्छ ल फाइनली हामी चाहिँ पुग्यौँ डेस्टिनेसनमा बाइक पार्क गरेको दूरभन्दा धेरै हिँड्नै पर्दैन एकदमै नजिक छ अन्तको झर्नामा चाहिँ धेरै हिँड्न पर्थ्यो कालो ओह्रालो एकदम गाह्रो हुन्थ्यो यहाँ हिँड्न चाहिँ धेरै नपर्ने रहेछ एकैछिनमा आइपुगे सोचेकै थिएन यस्तो दामी ठाउँ छ यति आनन्द यति मेस्मराइजिङ हुन्छ कि त्यहाँ गइसकेपछि मान्छेलाई फर्किन मनै लाग्दैन हामी चारजनाको ग्रुप सेल्फी त्यसपछि अलिअलि फोटो भिडियो लियो अनि हामी चाहिँ रस गऱ्यौँ किनकि हामीलाई एकदमै भोक लागिरहेको थियो हामीले खाजा चिया खाएदेखि केही खाएको थिएन बाटोमा खाना खाने ठाउँमा हामी खाना खाँदा खाँदै पानी पर्न थाल्यो एकछिन हामी चाहिँ उहाँ आमासँग गफ लाएर बस्यौँ र बाटो लाग्यौँ हामी ठ्याक्कै निस्किन साथ पानी पनि रह्यो अनि अलिअलि बाटोमा स्टन्ट त गर्नै पर्यो नि त त्यसपछि हामी लाग्यौँ सरासरी घरतर्फ आजको चाहिँ यस्तै भयो यो भ्यू चाहिँ हो हामीले चिया खाजा खाएको ठाउँ बिहान चाहिँ हुर्सीले केही देखाएको थिएन फर्किँदा पनि त्यहीँ चिया खायौँ एकदमै राम्रो ठाउँ थियो यो ठाउँ चाहिँ हो ढलान घर ल पुरा ब्लग हेरिदिनु भएकोमा धन्यवाद